कि त्यहाँसम्म लगिदिनु न त पैसै बोकेर हिँड्छ मैले फेरि लगिदिनुहुन्न अब म यहाँ नयाँ मानसरोबाट चाहिँ म पठाउमा जानेवाला छु नयाँ स्टोरको लोकेसन चाहिँ नयाँ स्टोरको लोकेसन पठाउमा जाँदा चाहिँ म पठाउलाई चाहिँ मसँग पैसा छैन जसले मलाई फ्रीमा राइड दिनुहुन्छ उहाँलाई चाहिँ मैले सरप्राइजिङली मैले 2000 दिनेवाला छु है त दाइ पठाउबाट हो र पुरानो मान्छेले जानुपर्ने फेरि आज पैसाको समस्या छ फेरि ग्यास 60 भन्ने ठाउँ जानुपर्ने थियो तर आज मैले पैसा फेरि खासै बोकाएर हिँड्छ क्या फेरि अलिक गाह्रो पऱ्यो लगिदिनुहुन्छ त्यहाँसम्म बल्ल बल्ल ल मैले चाहिँ भेटेँ तपाईँलाई हेर्नु त उहाँले चाहिँ मलाई फ्रीमा लगिदिनु आँट्नुभयो जस मान्छे मनकारी नै हुँदो रहेछ यतै रोकिदिनु न त मलाई ब्रदरले ल्याइदिनु भयो है मलाई ठ्याक्क थ्याङ्क यू सो मच है त अरे होइन तर मसँग पैसा छ कि मैले यत्तिकै भने कति उठ्छ भन्नु त म दिन्छु 50 रुपियाँ 50 छैन भन्दा पनि उहाँले ल्याइदिनु भयो मसँग कोही चाहिँ 50 रुपियाँ चाहिँ रहेछ मैले मलाई 50 रुपियाँ दिएँ हुन्छ नि त्यतिले तर अझै छ कि एकछिन ल यत्तिकै ल्याइदिनु भयो मलाई हजुर 58 यहाँ रहेछ नि मसँग 58 यो 58 यो भयो अझै छ कि मसँग 20 रुपियाँ नि रहेछ यो नि राख्नु तपाईँलाई खर्च हुन्छ केही हुँदैन राख्नु न ल अझै रहेछ यो नि राख्नु न होइन पैसा छैन भन्दा नि ल्याइदिनु भयो र हाम्रो नयाँ लोकेसन चाहिँ ठ्याक्क यहाँ हाम्रो अगाडि रत्नराज्य स्कुल छ र यता चाहिँ बिग मार्ट छ बिग मार्ट र रत्नराज्य स्कुलको ठ्याक्क बिचमा चाहिँ हाम्रो नयाँ लोकेसन छ